नमस्ते पनि लागिरहेको छ। अब म यहाँनिर खाना पकाएर खानु आँटेको छु। फर्स्ट बाइट। नमस्ते सबैजनालाई। धेरै समयपछि आज म भिडियो बनाउन गइरहेको छु साथीहरू। अनि म चाहिँ पहिला धेरै जोस चल्थ्यो भिडियो बनाउनको लागि, अनि धेरैभन्दा पनि 6-7वटा भिडियो बनाएर हालेको थिएँ। अनि आज धेरै समयपछि एकदमै अल्छी लाग्यो, भोक पनि लागिरहेको छ। अहिले चाहिँ ठ्याक्कै कति बज्यो, 3:11 गइरहेको छ दिउँसोको। अनि भोक पनि लागिरहेको छ, अल्छी पनि लागिरहेको छ। त्यसै कारणले गर्दाखेरि म चाहिँ आज यहाँ भात पकाएर खानु आँटेको छु। सबैजनाले भिडियो हेरेर मनोरञ्जन लिनुहोला। यदि तपाईँहरूलाई पनि अल्छी लागिरहेको छ भने मलाई जस्तै। नमस्ते। यो चाहिँ मेरो आलिसान किचन रहेको छ। अब म यहाँनिर खाना पकाएर खानु आँटेको छु दिउँसोको 3 बजी। यो चाहिँ मेरो भाँडा। मैले चाहिँ नि यहाँनिर खाना बसिसकेको छु। मेरो खाना चाहिँ यहाँ सिटी लाग्न थालिसकेको छ गाइज, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ लसुन कुट्दैछु। अनि यहाँनिर रेडी भइसकेको छ, कराई पनि बसिसकेको छ गाइज, हेर्न सक्नुहुन्छ। यस्तो छ टक्क। नुन पनि हालिहालौँ न, के छ होला। नुन चाहिँ म अलिक धेरै खान्छु कि। गर्नुपर्छ होला यस्तो गर्ने भइसक्यो। निस्किँदैन त हो यहाँ अदुवालाई यस्तो गर्छ। यो खाना पाइसक्यो, ग्यास लागिसक्यो। अब पालो भनेको अलि थारखारीको अदुवाको चाहिँ चट्ट पारेर केटीहरू पनि खाँदैन होला। यस्तो गरेर फाइभ मिनटमा अब यसले छोप्नुपर्छ गाइज। टक्क अहिले छोप्ने हो, यस्तरी छोप्ने हो। खाना पाकिसक्यो, तरकारी पाक्नु छ गाइज। लास्ट भोक लागिरहेको छ, हात पनि थालेर कामिरहेको छ। भोक लाग्यो र यस्तो खान्छु म खाना, यस्तो खान्छु खाना म। कसम भनेको लास्ट भोक लागिरहेको छ यार। गाइज मेरो तरकारी पनि पाक्न आँटिसकेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। अब यस्तै छ, हेर्नुहोस्। त्यस्तो मिठो खानेकुरा त छैन, तर पनि हामी चाहिँ जे छ आफ्नो पहुँचमा हो त्यही कुराहरू एकदम जस्तो भयो भने राम्रो, नराम्रो जस्तो भयो भने सकेसम्म चाहिँ राम्रो बनाएर जस्तो बन्छ त्यस्तै एकदमै मिठो मानेर खाइन्छ गाइज। हाम्रो त्यस्तै छ है। लु गाइज मेरो खानाको अनबक्सिङ हुँदैछ, हेर्न सक्नुहुन्छ। अब अनबक्सिङ कहाँ गर्ने भन्दाखेरि अनबक्सिङ यो थालमा गर्नुपर्ने हुन्छ गाइज। अब चाहिँ केले पस्काउनु यार, यसले नै यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने। अनि अनबक्सिङ, खानाको अनबक्सिङ हुँदैछ। गाइज। अलिकति क्यामेराको एङ्गल मिलाउन
पर्ने हुन्छ जस्तो लाग्यो क्या, किनभने राम्रो एङ्गल क्यामेराको एङ्गल भेटाइरहेको छैन। यसलाई चाहिँ कस्तो गर्नुपर्छ, क्यामेराको एङ्गल नराम्रो भएको कारणले गर्दाखेरि अब चाहिँ सायद क्यामेराको एङ्गल अलिक राम्रो भयो होला। खानाको अनबक्सिङ भइसकेको अवस्था गाइज। अब मेरो सब्जीको अनबक्सिङ कसरी गरौँ हो, तातो रहेछ यार। सब्जीको अनबक्सिङ चाहिँ यस्तरी हुँदैछ है गाइज। यहाँ पनि थाहा छ यस्तो खालको पाएको छ। नाटक चाहिँ पारेको होइन है गाइज, मेरो चाहिँ पारै यस्तै हो, अनेचुरल यस्तै छु। अब मुकबाङको एङ्गल कस्तो हुन्छ हो यार, अलिकति यस्तो यस्तो बाहिर चाहिँ अलिक देखिन्छ होला होइन। भाइ खाना रेडी रेडी हो गया, खाना देखो गाइज। अब यो लास्ट हट्छ यार। ए अब खाना त यहाँ रेडी भयो। अब अर्को पनि छ नि त एउटा चिज यहाँ छ गाइज। यो चाहिँ यस्तो हो भने के हो थाहा छ गाइज, यो दिस इज आँपको अचार है गाइज। दिस इज आँपको अचार। अब अहिले भने कति बज्यो हेर्न सक्नुहुन्छ है, 3 बजेर 32 मिनट गयो। अघि मैले कति बजी खाना पकाउनु स्टार्ट गरेको थिएँ, यस्तै हो। मतलब भोक लागेपछि त खाजासाजा केही छैन होइन, डाइरेक्ट खाना हो। मैले अब फर्स्ट बाइट लिन गइरहेको छु गाइज। फर्स्ट बाइट अलिक क्यामेरा एङ्गल भिडियो जस्तो यसरी बसाएर हान्छु। अब चाहिँ सेकेन्ड बाइट गाइज, सेकेन्ड बाइट। आपको था दामी है। एकदमै मिठो भइरहेको छ अहिलेको अवस्थामा यो खाना चाहिँ। यहाँ बाहिर भाइहरू पनि धन्दा गर्दैछ नि त, त्यही भएर मलाई चाहिँ अलिक भिडियोमा ठुलो स्वरले बोल्नु अलिक लाज लाग्दैछ कि, त्यही भएर अलिक अडियो पनि सानो आएको होला गाइज होइन। म चाहिँ यो गाइज भन्ने चाहिँ उता युट्युबरहरूबाट सिकेको कि, त्यही भएर म पनि यहाँ गाइज भन्दैछु। गाइज भनेको चाहिँ अलिकति कस्तो खिचाखिचाक खालको सुनिराखेको छ होला।
यो भिडियो यदि मैले युट्युबमा पोस्ट गरिहालेँ भने मेरो छेउमा चाहिँ यो भिडियो नहेर्नु होला। उता मेरो साथीभाइहरूलाई मैले यो कुरा चाहिँ भनेको, मैले चिनेको मान्छेहरूलाई मलाई लाज लाग्छ क्या, त्यही भएर मेरो छेउमा चाहिँ नहेर्नु होला। अलिक उता मैले नदेख्ने ठाउँमा गएर हेर्नु होला। अनि भिडियोको बारेमा पनि मलाई प्रतिक्रिया नदिनु होला। यदि प्रतिक्रिया नै दिनु मन छ भने कमेन्टमा मात्रै दिनु होला। भेट्दाखेरि आम्ने सामने भेट्दाखेरि चाहिँ यो भिडियोको बारेमा कुरा नगर्नु होला। तर लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु होला। मेरो युट्युब च्यानलको नाम राखेको छ गाछे लिम्बू। अब चाहिँ यति छैन खाना क्या, यति अलिक धेरै बनाएर यति धेरै देखिन्छ कि यति छैन खाना। अब यसलाई म कति सेकेन्डमा सघाउँछु? 3 2 1 गो। गाइड सकिसकेको छ। खाना पनि कस्तो भोक लागिरहेको थियो, थरर भइरहेको थिएँ। त्यही भएर आज चाहिँ 3 बजी नै खाना बनाएर खायो। सायद अब यो खाना भन्नु कि खाजा भन्नु, अब भरे पनि भोक त लागिहाल्छ होला। तर अब हेरौँ भरे चाहिँ खाना खाइन्छ कि खाइँदैन। अनि तपाईँहरूलाई फेरि यस्तै भिडियो हेरेर मनोरञ्जन लिनु छ भने सबैजनाले सब्सक्राइब गर्नु होला। अनि भिडियोलाई लाइक पनि गर्नु होला। त्यस पछाडि च्यानललाई ग्रो गराउनुको लागि सब्सक्राइब गरेर यो भिडियो सेयर पनि गर्नु होला गाइज। हस् त न। अनि मेरो खाना सकिसकेको छ। अनि मेरो आजको मुकबाङ भिडियो चाहिँ है समाप्त हुन गइरहेको छ गाइज। बाई बाई, सी यु इन नेक्स्ट भिडियो। थाहा छैन, म भिडियो बनाउन मोटिभेटेड भयो भने म भिडियोहरू ल्याइराख्छु। तर अब त्यति साह्रो मोटिभेट भएन भने मेरो जिन्दगीको कुनै पनि मोडमा म पछि गएर पोस्ट पनि गर्न सक्छु। त्यसैले गर्दाखेरि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु। के थाहा पछि यही युट्युब च्यानल ग्रो भएर देश खाने हो कि। सो सब्सक्राइब है त गाइज।